एक हातको सुई हान्दियो यार, यहाँ हातै भित्र छिराइदियो ल। हेर्नु त अब यस्तो तनाव छ। मोडलिङ के जा आज हामी चाहिँ गइरहेछौँ अब यहाँ। वेलकम टु माई न्यू ब्लग गाइज, म प्रकाश जोशी चाइनाबाट। आज चाहिँ हामी गइरहेछौँ अब चेकअपको लागि। मैले अस्ति तपाईँहरूलाई भनेको थिइनँ, अहिले भन्छु है त। यहाँ चाहिँ हाम्रो वार्डेनलाई चाहिँ ट्युबरक्लोसिस भएको थियो अनि ऊ चाहिँ उहाँ चाहिँ अहिले पनि हस्पिटलमा हुनुहुन्छ। त्यही भएर हाम्रो सबै स्टुडेन्टहरूलाई चाहिँ ट्युबरक्लोसिस चेक गर्न लगिरहेछ। त्यही भएर केटाहरू सबै डराएछन्। एउटा मेरो पाकिस्तानी साथी छ, उसलाई चाहिँ म सोध्छु है त, क्या हो रहा है तेरा ख्याल क्या है, आज तुझे उधर ले जाके क्या करेंगे? बस खुद अल्लाह भगवान करे कि हमारा टेस्ट क्या कहते हैं वो नेगेटिव कहते हैं, नेगेटिव ना जाए भाई। नेगेटिव आए नेगेटिव आए क्या ना आए, पॉजिटिव ना आए। तू क्या कहता है? भाई मैं भी यही चाहता हूँ कि नहीं, तुझे क्या लग रहा है, तेरा क्या चेक हुआ है? तुझे सुई मार देंगे या क्या करेंगे? यार जो भी हो, मैं कहता हूँ सुई से ऊपर काम न जाए और कुछ ना मारे, बस सुई मारे। टीवी जो मैं आपको मारता हूँ वो बस ना हो। ट्युबरक्लोसिस चेक कर रहा है, कहीं से एड्स ना निकल जाए। यहाँ चाहिँ सबजना रेडी भइसकेका छन् अब जानलाई केटाहरू होइन। अब यहाँ चाहिँ मास्कहरू पनि बाँडिरहेछन्, तर मैले चाहिँ रुमबाटै मास्क लगाएर आएँ। त्यसमा मेसेजमा चाहिँ हामीलाई लेखेको थियो होइन, मास्क लगाउनु भनेर। अब मिस्टर गो आवर टिचर, हेड टिचर यहाँ चाहिँ ओसामाले यहाँ बाँध्दैछ मास्कहरू। अब लेट्स गो है त। अब हामीलाई केमा लान्छ हेरौँ। अब मेरो क्यामेरा चाहिँ यसले लगेर सबलाई सोध्छु भन्दैछ होइन। ल सोध। It is my friend. What's your name, man? I forgot your name. What's your name? Wait, why you out there? Why you? This guy. Israel. I'm sweating, bro. But you forgot my name. You are fucked. No, I'll never forget. No, you are fucked, man. I'll forget eating, but I will never forget your name, brother. My brother, Ibube, from Nigeria. This guy, Kirube. Look at his hair, very beautiful. And then I have this guy, very serious guy. Assalamu alaikum. He's Muslim. And this guy, alhamdulillah, he's very shy to come to in front of the camera. So, Israel. So, do you have anything to express, to say in front of camera? A lot. What about you, Ibube? Have you ever been to China before? No. Right now I'm in Nigeria. You are in Lagos to Nigeria? be precise, yeah. Oh, and you are at Addis Ababa. You the Momo man? I know their language, and this is our Laoshi. Ni hao Laoshi, how are you? How are you? This is my friend as well. यो हाम्रो मसँग चाहिँ इन्टरभ्यू लिएन। चुप कर जा बोसड़ी के. गोसी। So maybe when we come back. So Laoshi, what are we waiting for? 不要拍，不要拍。 So Don't take a picture. you are shy, Laoshi. Why are you so shy? बच्ची डर गई। Our Laoshi is very shy. बच्ची डर गया। अब गइरहेछौँ, केटाहरू सबैजना छन् यहाँ। अब यहाँ सुई हान्दिने हुन् कि अब के गर्छन् होला त सतीशको इन्टरभ्यू लो। सतीश क्या हाल है? बस अब बढिया। के गर्छन् होला त सतीश यार आज? के गर्छन् होला, एउटा त चेस्टको एक्सरे हुन्छ होइन टिभीको लागि, अनि अर्को चाहिँ हातमा ठुलो नै सुई लगाउँछन् भन्ने सुनेको थिएँ। हो कत्रो त्यही त सबैले भनिरहेछन् एक हातको सुई लगाउँछ भन्ने कुरा आइरहेछ होइन। अब जाउँ हेरौँ एक हातको लगाउँछन् कि दुई हातको लगाउँछन्। अब हामी चाहिँ मान्छे नै हो सोचेर मान्छे जस्तो सुई लाग्यो भने हुन्छ, हात्तीलाई लगाउने सुई हामीलाई। अब उहाँ चाहिँ अगाडि दिखा। नहीं आई, मर गई है क्या? उहाँ चाहिँ हाम्रो टिचर छ गो, ऊ चाहिँ पुरै अहिले डराइरहेछ होइन। उहाँ चाहिँ भित्र के अरे हस्पिटलभित्र गएर चाहिँ भिडियो नबनाए भनेर मलाई वार्निङ दिएछ। अब ठिक छ, लेट्स गो। अब हिँडेरै जाने हो कि बसमा जाने हो कि? अब म तपाईँलाई पुरै जर्नी देखाउँछु है त आज के हुन्छ। सो हमारे साथ रहिए और देखते। जाने यही बसमा हो होइन गाइज। अब हेरौँ यहाँ बसमा। सामने बैठेगा? सामने बैठेगा या पीछे बैठेगा? अब जाउँ आजा ल। बस चाहिँ यस्तो छ। छिरेको थियो होइन। वेट भन्नुहुन्छ यहाँ गुरुजीले हाम्रो। 50 रुपया टिकट। 50
50 RMB ticket, guys. यो चाहिँ खलासी हो चलो महा Laughing. र यहाँ बस देखाउँछु है त हाम्रो यो युनिभर्सिटीको बस हो होइन देखाउँछु कस्तो चाहिँ अगाडि ड्राइभर छ सामने नहीं पीछे ही हो। क्या कॉन्ट्रैक्टर है क्या तो सामने कहाँ जाएगा इधर ही पीछे बैठना है ये यहाँ पर AC देखिए यहाँ पर. एसी सेसी सब च्याट छ होइन अब जाउँ अब उतै गएर हेरौँ अब हस्पिटल चाहिँ कहाँ जाने हो होइन लेट्स गो गए भाइ चोमु ल अब हामीले चाहिँ अब यहाँ भेडा जस्तै उतारिसक्यो होइन अब कहाँ जाने हो त गाइज केटाहरूलाई चिलमा छन् पिकनिक आए जस्तै भइरहेछ यहाँ टुर आए जस्तै होइन त ओसामा ऐसा लग रहा है कि हम घूमने आए हैं पहले जब बचपन में ले जाते थे ना हमें घुमाने लेके जाते थे सभी को साथ में आगे एक चलता था इधर मत जाना उधर मत जाना वैसे ही लग रहा है ना अभी भी हम पिकनिक के लिए जा रहे हैं हॉस्पिटल. जब टेस्ट कराएंगे ना फिर पता चल जाएगा कि क्या हो रहा है. पिकनिक के लिए पैसे लेकर आए हैं कि नहीं हाँ पैसे कि नहीं तेरे पास 100 RMB लगेंगे तेरे भी दे दूंगा मसले की बात नहीं है. अमीर बंदा है अमीर है पाकिस्तानी वर्ल्ड कप देखने आ रहा है या चेकअप करवाने आ रहा है खेलने आया भाई मैं खेलूँ. ल यहाँ चाहिँ हानिदियो होइन सुई हानिदियो अब चाहिँ यो पुरै हामी चाहिँ फोक्सो चेक गर्न गइरहेछौँ फोक्सो यो भित्र चाहिँ औषधि हालिदिएको छ अब यो चाहिँ 2-4 दिनपछि चेक हुन्छ अरे केटाहरूलाई सबैलाई हानिदिएको छ डोन्ट प्रेस ब्रो हेर्नुहोस् चाइनामा पब्लिक हस्पिटलहरू कति ठुलो हुन्छ हेर्नु यहाँको सबैभन्दा ठुलो बिल्डिङ नै यही होला क्या यो सिटीको आमा यहाँ हस्पिटलहरू चाहिँ लास्टै ठुलो हुन्छ कि चाइनामा होइन अब हामीले अहिले चाहिँ हातमा सुई हान्यौँ अब चाहिँ फोक्सो चेक गर्न गइरहेछौँ एक्सरे गर्ने रे होइन क्या तू रेडी है यस तेरे एक्सरे करने के लिए बिल्कुल 100% अगर तेरे अंदर दाग दिखाई दिया तो क्या होगा तेरा पूरा काला मैं निकल बोलूँगा गया तो? दाग तो अच्छे होते हैं. ठीक है भाइ वाह यहाँको हस्टेल पनि कस्तो खोक्का छ हस्टेल हो कि यो 5 स्टार होटल हो उता त पुरै मलाई जब भित्र छिरिरहेको थियो मलाई लागिरहेको थियो होटल जस्तो लागिरहेको थियो हस्टेल पनि पुरै बिल्डिङभरि एसी दिमाग खराब भयो यार के भयो यार यस्तो यार होइन के भयो यार प्रकाश के भयो त्यस्तो अहिले भर्खर एक्सरे गरेर आयो यार एक्सरेमा त यो फोक्सो कलेज हो होइन कि को केटीको फोटो पो आयो भन्छ त कुन केटीको फोटो आयो यार एक केटीले भन्दै थिए तेरो दिलमा बस्न मन छ त भन्दै थिए दिलमै आएर बसी चाहिँ के बहुत दिमाग खराब भयो यार बहुत कैसा लगा मेरा मजाक सबै कुरा ठिक छ गाइस सबै कुरा ठिक छ जहाँ कलेजो हुनुपर्ने जहाँ फोक्सो हुनुपर्ने त्यही छ मेरो यहाँ कलेजो फोक्सो सबै चेक भइसक्यो अब यहाँबाट चाहिँ हाम्रो अब जाने एकछिनमा ल यही हो यहाँको सरकारी अस्पताल भिआइपी होटल जस्तो छ क्या लभली हस्पिटल छ ल हेर्नु त वाह यो चाहिँ भित्र हो भित्र हस्पिटलभित्र बहुत खतरनाक छ बहुत दामी हाम्रो यहाँ सबै कामहरू भइसक्यो अब एकछिनमा जाने हो सबै केटाहरू बसिरहेछन् सरकारी अस्पताल पनि कस्तो ठुलो छ ह्युज ठुलो हेर्नु यहाँको सबैभन्दा ठुलो बिल्डिङ चाहिँ यही होला जस्तो लागिरहेछ मलाई चाहिँ होइन ल हामी चाहिँ अब ब्याक भइरहेछु गाइस एउटा कुरा चाहिँ म तपाईँहरूलाई देखाउन के बिर्सेँ भने होइन भित्र चाहिँ जस्तै हाम्रो नेपालतिर त केही पनि काट्न जस्तै सरकारी अस्पतालमा कति धेरै लाइन लागिरहेको हुन्छ नि यहाँ चाहिँ सबै तपाईँको त्यो एटिएम हुन्छ नि एटिएम जस्तो मेसिन हुन्छ नि त्यस्तै मेसिनबाट आफैले जाने टक्क मलाई यो जस्तै एक्सरे गर्नु छ भने त्यहाँ थिच्ने अनि निकाल्ने त्यस्तो सिस्टम थियो त्यो चाहिँ म देखाउन बिर्सेँ अहिले फेरि आउँदाखेरि त्यहाँ रुक्नै दिएन चाहिँ हिँड भनेर ल्याइहाल्यो क्या यहाँ टिचरले होइन पहिले चाहिँ अब भिडियो नबना भित्र भन्दै थियो अब अर्को दिन म एक्लै आउँछु यहाँ अनि भिडियो सिडियो बनाउँछु तपाईँहरूलाई पुरै देखाउँछु गाइज त्यही हो खानासाना पनि खाइयो आजको भ्लग चाहिँ अब म यहीँ इन्ड गर्छु विश यु गाइज ह्याभ अ गुड नाइट भोलिको भ्लगमा भेटौँला है त बाई